कल्पना गर्नुहोस्, तपाईको अगाडि प्रिय मान्छेहरू शत्रु बनेर उभिरहेका छन्। के तपाईँ उनीहरूमाथि बाण चलाउन सक्नुहुन्छ? धेरैलाई लाग्छ अर्जुन महान थिए किनकि उनी युद्ध गर्न चाहँदैनथे, तर वास्तविकता अर्कै थियो। कुरुक्षेत्रमा अर्जुनको हात कामिरहेको छ, शरीर थर्किरहेको छ। उनी भन्छन्, हे श्री कृष्ण, आफ्नै कुललाई नष्ट गरेर मलाई कुन सुख मिल्छ? म बरु जोगी बनेर वनमा जान्छु, तर युद्ध गर्दिन। उनले एकान्त रोजे किनकि उनी भावनाको जालमा फसेका थिए। तर गीताको तात्पर्यमा बताइएको छ त्यो त्याग थिएन, त्यो त मोह र अज्ञान थियो। भोक नलागेको मान्छेले खाना पकाउन मन नगरे जस्तै अर्जुन केवल आफ्नो क्षेत्रीय धर्मबाट भाग्न खोज्दै थिए। हामी अक्सर भौतिक सम्बन्धलाई नै अन्तिम सत्य ठान्छौँ र आफ्नो साँचो सम्बन्ध भगवान श्री कृष्णसँग छ भन्ने बिर्सिन्छौँ। याद राख्नुहोस्, धर्मबाट भाग्नु महानता होइन, भगवानको निर्देशनमा आफ्नो कर्तव्य पूरा गर्नु नै साँचो अध्यात्म हो। के तपाईँ पनि कहिलेकाहीँ भावनामा परेर आफ्नो कर्तव्य बिर्सिनुहुन्छ? कमेन्टमा जय श्री कृष्ण लेख्नुहोस्। यस्तै आध्यात्मिक भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। हरे कृष्ण।